प्रस्थान 4 अध्याय। मोसाले भने, यदि तिनीहरूले मलाई पत्याएनन् र मेरा कुरा नसुनी परमप्रभु तिमी कहाँ देखा पर्नु भएको होइन भनेर जवाफ दिए भने के गर्ने? तब परमप्रभुले तिनलाई भन्नुभयो, तेरो हातमा के छ? तिनले भने, लट्ठी। परमप्रभुले भन्नुभयो, त्यो भुइँमा फाल। मोसाले त्यो भुइँमा फालिदिए र त्यो एउटा सर्प भयो र मोसा त्यसदेखि डराएर भागे। तब परमेश्वरले मोसालाई भन्नुभयो, तेरो हात लम्काएर त्यसको पुच्छरमा समात। अनि मोसाले हात लम्काएर समाते र त्यो तिनको हातमा फेरि लट्ठी नै भइहाल्यो। परमप्रभुले भन्नुभयो, तिनीहरूले तिनीहरूका पिता पुर्खाका परमेश्वर अर्थात् अब्राहमका परमेश्वर, इसहाकका परमेश्वर र याकुबका परमेश्वर तँ कहाँ देखा पर्नु भएको हो रहेछ भनी तिनीहरूले यही कामबाट पत्याउन्। तब परमप्रभुले तिनलाई अझै यसो भन्नुभयो, तेरो हात आफ्नो खास्टोभित्र हाल। तिनले आफ्नो हात खास्टोभित्र हाले र जब तिनले त्यो बाहिर निकाले तब त्यो कुष्ठरोग लागेर हिउँ जस्तै सेतो भएको रहेछ। उहाँले तिनलाई भन्नुभयो, तेरो हात फेरि खास्टोभित्र हाल। तिनले फेरि आफ्नो हात खास्टोभित्र हाले र जब फेरि निकाले तब त्यो आफ्नो शरीरको अरू मासु जस्तै भइहाल्यो। तब परमेश्वरले भन्नुभयो, तिनीहरूले तेरा कुरा पत्याएनन् र त्यो पहिलो चिन्हलाई वास्ता गरेनन् भने सायद तिनीहरूले पछिल्लो चिन्हलाई पत्याउनेछन्। तर तिनीहरूले यी दुवै चिन्हहरू पनि पत्याएनन् र तेरा कुरा पनि सुनेनन् भने नील नदीका केही पानी लिएर सुक्खा जमिनमा खन्याइदे। तैँले नील नदीबाट लिएको त्यो पानी जमिनमा रगत हुनेछ। त्यसपछि मोसाले परमप्रभुलाई भने, प्रभु, म बोल्नमा उस्तो सिपालु छैन, न त अघि म सिपालु थिएँ न अहिले तपाईँ बोल्नु भएपछि म सिपालु भएको छु, किनकि म बोल्नमा र जिब्रो चलाउनमा ढिलो छु। परमप्रभुले तिनलाई भन्नुभयो, मानिसको मुख कसले बनायो? मानिसलाई लाटो वा बहिरो कि देख्ने वा अन्धो कसले बनाउँछ? के म परमप्रभुले नै होइन र? अब जा, म तँलाई बोल्न सहायता गर्नेछु र तैँले के बोल्नु पर्ने हो सो सिकाउनेछु। तर मोसाले भने, हे प्रभु, बिन्ती छ, अरू कसैलाई नै पठाउनुहोस्। तब परमप्रभुको क्रोध मोसामाथि उठ्यो र उहाँले भन्नुभयो, के लेवी हारुन तेरो दाजु छैन र? मलाई थाहा छ कि त्यो राम्ररी बोल्न सक्छ। त्यो तँलाई भेट्न आउँदैछ र तँलाई देखेर त्यो खुसी हुनेछ। त्यसैसँग कुरा गर र त्यसले भन्नुपर्ने कुरा तैँले बता र म तिमीहरू दुवैसँग हुनेछु र तिमीहरूले के गर्नुपर्ने हो सो बताउनेछु। त्यो चाहिँ तेरो निम्ति मानिसहरूसित बोल्नेछ र तेरो मुख चाहिँ हुनेछ र तँ चाहिँ त्यसको निम्ति ईश्वर तुल्य हुनेछस्। तर यो लट्ठी तेरो हातैमा लैछ, त्यसद्वारा तैँले यी आश्चर्यपूर्ण चिन्हहरू गर्नेछस्। त्यसपछि मोसा फर्केर आफ्ना ससुरा इत्रो कहाँ आएर तिनलाई भने, बिन्ती छ, मिश्रमा भएका मेरा दाजुभाइहरू बाँचेकै छन् कि छैनन्, गएर हेर्ने अनुमति दिनुहोस्। इत्रोले मोसालाई भने, हुन्छ, कुशलसित जाउँ। परमप्रभुले मिद्यान देशमा मोसालाई भन्नुभएको थियो, मिश्रमा फर्केर जा, किनकि तेरो ज्यान लिन खोज्नेहरू सबै मरिसके। यसकारण आफ्नी पत्नी र छोराहरूलाई एउटा गधामा चढाएर मोसा मिश्रमा फर्के र तिनले परमेश्वरको लट्ठी हातैमा लिएर गए। तब परमप्रभुले मोसालाई भन्नुभयो, जब त मिश्रमा फर्कन्छस् तब मैले तेरो हातको शक्तिमा राखिदिएका सबै उदेकका कामहरू फारोको सामुने गर। तर म त्यसको हृदय कठोर गरिदिनेछु र त्यसले मानिसहरूलाई जान दिने छैन। तब तैँले फारोलाई भन्, परमप्रभु भन्नुहुन्छ, इस्राएल मेरो जेठो छोरो हो। मैले तँलाई भने, मेरो छोरालाई जान दे र त्यसले मेरो सेवा गरोस्। तर तैँले चाहिँ त्यसलाई जान दिन इन्कार गरिस्। यसैले म तेरो जेठो छोरालाई मार्नेछु। अनि बाटोमा वास बस्ने ठाउँमा परमप्रभुले मोसालाई भेट्नुभयो र तिनलाई मार्ने इच्छा गर्नुभयो। तर सिप्पोराले एउटा चकमकको कर्द लिएर आफ्नो छोराको खलडी च्वाट्टै काटेर मोसाको खुट्टामा छुवाइन् अनि तिनले भनिन्, तपाईँ मेरो निम्ति रगतको दुल्हा हुनुहुन्छ। यसैले परमप्रभुले तिनलाई छोडिदिनुभयो। तिनले खतनाको कारणले गर्दा भनेकी थिइन्, तपाईँ रगतको दुल्हा हुनुहुन्छ। परमप्रभुले हारुनलाई भन्नुभयो, मोसालाई भेट गर्न उजाड स्थानतिर जा। तब उनी परमेश्वरको पर्वतमा मोसालाई भेट गर्न गए र भेटेर तिनलाई मही खाए। अनि परमप्रभुले तिनलाई भनेर पठाउनु भएका सबै कुराहरू र देखाउनु भनेर आज्ञा दिनुभएका सबै आश्चर्यपूर्ण चिन्हहरूका विषयमा मोसाले हारुनलाई बताए। तब मोसा र हारुन गए र इस्राएलीहरूका जम्मै धर्मगुरुहरूलाई जम्मा गरे। अनि परमेश्वरले मोसालाई भन्नुभएका सबै कुराहरू हारुनले तिनीहरूलाई बताए। मोसाले मानिसहरूका आँखाकै सामुन्ने ती चिन्हहरू देखाए र मानिसहरूले पत्याए। परमप्रभु इस्राएलीहरूको चिन्ता लिनुहुन्छ र तिनीहरूको कष्ट पनि देख्नु भएको छ भनी जब तिनीहरूले सुने तब तिनीहरूले आफ्ना शिर निहुराएर दण्डवत गरी आराधना गरे। हवस् त, प्रस्थान 4 अध्याय बाइबल वाचन समाप्त भएको छ। नेपाली बाइबल वाचन युट्युबलाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला। धन्यवाद।